कल्पना गर्नुहोस् समुद्रको बीचमा एउटा प्राइभेट आइल्यान्ड छ। कथाहरूमा स्वर्गको चित्रण गरिए जस्तै सुविधा सम्पन्न छ, जहाँ हरेक खालका लग्जरियस सुविधाहरू छन्। र उक्त आइल्यान्डमा पोलिटिसियन, बिजनेसम्यान, साइन्टिस्ट, सेलिब्रिटिज लगायत संसारभरका प्रभावशाली व्यक्तिहरूको आगमन भइरहन्छ। जेफ्री एप्स्टिन नामक एउटा अमेरिकी व्यक्तिको उक्त स्वर्ग जस्तै आइल्यान्ड अथवा टापुमा एउटा अँध्यारो सञ्जाल लुकेको छ, जहाँ 12 देखि 17 वर्षका नाबालिग किशोरीहरूलाई प्रलोभन र दबाब दिएर शारीरिक शोषण गरिन्छ। यो कथा कुनै चलचित्र होइन, यो सन् 1990 को दशकमा चलिरहेको एउटा वास्तविक घटना थियो। को हुन् जेफ्री एप्स्टिन? उनकै नामबाट पछिल्लो समय संसारभर चर्चामा रहेको एप्स्टिन फाइल्स के हो र किन चर्चामा आयो? आजको भिडियोमा हामी त्यसैबारे चर्चा गर्नेछौँ। Jeffrey Epstein. जेफ्री एप्स्टिन अमेरिकाको साधारण परिवारमा जन्मिएका व्यक्ति थिए। उनी सुरुवातमा विद्यालयमा गणित विषय पढाउने गर्थे अथवा उनी एउटा टिचर थिए। तर केही वर्षमै उनी अमेरिकी अरबपतिहरूको वित्तीय सल्लाहकार अथवा फाइनेन्सियल एडभाइजर बने। उनको यही कामको सिलसिलामा अमेरिका र संसारका अरू देशका राजनीतिज्ञ, उद्योगपति, वैज्ञानिक, सेलिब्रिटिज लगायत विश्वका उच्च वर्गका मानिसहरूसँग उनको निकट सम्बन्ध स्थापना भयो। एप्स्टिनको यही असाधारण कनेक्सनले उनलाई पावर दिएको थियो र त्यही पावरले धेरै वर्षसम्म उनका बाल यौन शोषण लगायतका नराम्रा काम र पक्षहरूलाई लुकाइराखेको थियो। करोडौं अमेरिकी डलर जम्मा गरेपछि एप्स्टिनले क्यारिबियन क्षेत्रमा लिटल सेन्ट जेम्स नामक एउटा प्राइभेट आइल्यान्ड किने। उक्त आइल्यान्ड बाहिरबाट हेर्दा स्वर्ग जस्तै देखिन्थ्यो, तर त्यहाँ नाबालिग किशोरीहरूलाई मोडेलिङ, काम लगायत विभिन्न बहानामा ल्याइन्थ्यो र यौन शोषण गरिन्थ्यो। अनुसन्धानले देखाए अनुसार केही किशोरीहरूलाई ल्याइन्थ्यो र उनीहरूलाई पैसा अथवा प्रलोभन दिएर अन्य युवतीहरू ल्याउन लगाइन्थ्यो, अथवा एउटा पीडित नै अर्को पीडित बन्न बाध्य बनाइन्थ्यो। 2 बाट 4, 4 बाट 8, 8 बाट 16 एन्ड सो अन। यस सम्बन्धमा सन् 2005 मा सेक्सुअल हरासमेन्टको आरोपमा एउटा 14 वर्षीय किशोरीको उजुरी परेपछि अनुसन्धान हुँदा प्रहरीले पर्याप्त प्रमाण फेला पारेपछि एप्स्टिनलाई गिरफ्तार गरिएको थियो। तर त्यसपछि जे भयो त्यसले विश्वलाई चकित बनाएको थियो। सन् 2008 मा यति गम्भीर आरोप हुँदै पनि उनले केवल 18 महिनाको मात्रै जेल सजाय पाए, जहाँ जेलमा पनि उनलाई विशेष सुविधा दिएको थियो। सायद सामान्य व्यक्ति भएको भए यस्तो अपराधमा कठोर सजाय हुन्थ्यो होला। त्यसपछि वर्षौंसम्म यो प्रकरण लगभग दबाइयो र एप्स्टिनले पनि आफ्नो ल्याभिस लाइफ बाँच्दै गए। तर जुली नाइक ब्राउन नामक अमेरिकी खोज पत्रकारले लामो अनुसन्धानपछि फेरि यो मुद्दा उठाइन् र उनको विस्तृत अनुसन्धानले पीडितहरूको आवाज बाहिर ल्यायो र एप्स्टिनको केसमा अमेरिकी प्रणालीगत विफलताको उजागर गर्यो। प्रश्न उठ्यो, कसले बचायो एप्स्टिनलाई? जनताको दबाब बढ्दै गयो। अन्ततः सन् 2019 मा उनलाई फेरि पक्राउ गरियो र यसपटक मानव तस्करी र नाबालिग शोषण जस्ता गम्भीर आरोपहरू थिए। तर पक्राउ परेको केही हप्तामै एप्स्टिन जेलमा मृत फेला परे र आधिकारिक रिपोर्टले यसलाई आत्महत्याको संज्ञा दियो। सीसीटीभी क्यामेराहरू बन्द हुनु, सुरक्षाको कमजोरी हुनु, निगरानीमा लापरवाही हुनु जस्ता शंकास्पद तथ्यहरू पनि त्यहीसँगै सार्वजनिक भए। यसले विश्वभर एउटा अविश्वास फैलायो। यदि एप्स्टिनले आफूसँग भएको सबुतको साथमा अदालतमा बयान दिएको भए एप्स्टिनसँग जोडिएका शक्तिशाली व्यक्तिहरूको नाम सार्वजनिक हुन्थ्यो होला। त्यसैले उनको जेलमै हत्या गरियो भन्ने संसारका धेरै मानिसहरूले विश्वास गर्न थाले। तर यो कुराको लागि कुनै आधिकारिक प्रमाण भन्ने फेला परेको छैन। एप्स्टिन फाइल्स भन्नाले यही मुद्दासँग सम्बन्धित अदालतमा पेश गरिएका कागजात, सम्पर्क विवरण लगायत अन्य अनुसन्धान प्रतिवेदनहरूलाई जनाउँछ। यस्ता फाइलहरू लाखौंको संख्या र पेजमा रहेका छन्। सन् 2025 मा गएर यो फाइलहरू सार्वजनिक गर्न सुरु गरियो र हालसम्म लगभग 50% कागजातहरू सार्वजनिक गरिँदा थुप्रै चर्चित र शक्तिशाली व्यक्तिहरूको नाम फाइलमा भेटिएको छ अथवा एप्स्टिनसँगको कनेक्सन फेला परेको छ। डोनाल्ड ट्रम्प, स्टिफन हकिन्स, बिल गेट्स एन्ड सो अन। संसारभरका जनताको जिज्ञासा अझै बाँकी छ। यदि सबै फाइलहरू सार्वजनिक हुने हो भने अरू कति शक्तिशाली व्यक्तिहरू जोडेको पाइएलान्। एप्स्टिनको सम्पर्क सूचीमा धेरै चर्चित नामहरू थिए। संसारभरबाट राजनीतिक दलका नेताहरू, व्यवसायी लगायत थुप्रै सेलिब्रिटीहरू।
तर कानुनी रूपमा कसैलाई दोषी प्रमाणित गरिएको छैन। एप्स्टिन स्वयंको मृत्यु भएपछि मुख्य मुद्दाहरू अझै अधुरो नै रहेका छन्। एप्स्टिन फाइल रिलिज भएपछि यो एक व्यक्तिको अपराध थिएन भन्ने कुरा बाहिर आइसकेको छ र संसारभर एउटै प्रश्न उठेको छ, हजारौं नाबालिग किशोरीहरूको यौन शोषण जस्तो जघन्य अपराधमा संलग्न यस्तो व्यक्तिलाई किन वर्षौंसम्म संरक्षण मिल्यो? यो प्रकरणबाट धन र पहुँचले न्याय प्रणालीलाई प्रभावित पार्न सक्छ भन्ने कुरा बाहिरिएको छ। एप्स्टिन अब जीवित छैनन्, तर उनका फाइलहरू अझै विवादमै छन् र सत्यको केही भाग मात्रै बाहिर आएको छ। धेरै कुरा अझै गोप्य नै छन्। एप्स्टिनको यो केस समग्र विश्वकै शक्ति संरचना र न्याय प्रणालीको परीक्षा हो। के कानुन साँच्चै सबैको लागि बराबर छ त? एप्स्टिन फाइलसँग जोडिएका शक्तिशाली व्यक्तिहरू कानुनको दायरामा पर्लान् त? तपाईलाई के लाग्छ? कमेन्ट गर्नुहोला।